त्यसैले म पैसा हुँ म ओखलढुङ्गामा सिडिओलाई उ गर्छु तपाईँले म आउँदैछु भने निस्किनुपर्छ तपाईँ कर्मचारी हो म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हो म मान्य नभए पनि तपाईँले रेस्पेक्टको लागि भोलि तपाईँ रिटायर हुनुहुन्न तपाईँले त्यसरी गर्ने एउटा जिल्लाको एउटा मान्य आउँदाखेरि भित्र हेडमास्टर चुप लगाएर बस्ने तपाईँले जे गर्दा पनि त्यस्तो कुरा नगर्नुहोस् म जान्दछु म 29 वर्ष काम गरेर मान्छे हुँ यो नेपाल सरकारको मसँग काम गर्ने त अहिले भर्खर सचिव हुँदैछन् म विशिष्ट श्रेणी हुँदा सहसचिव तिनीहरू छन् त्यस्तो तपाईँ विचारले आबद्ध हुनुहुन्छ तपाईँ निष्पक्ष हुनुहुन्छ हाम्रो पार्टी निष्पक्ष मान्छे खोज्छ तपाईँहरूको विद्यालयमा हरेक विद्यालयमा कहाँ के छ हामी पनि खोज्दैछौँ हेर्दैछौँ हिँड्दैछौँ कहाँ राम्रो गर्नुपर्ने कहाँ नराम्रो गरेर गर्दैछौँ तपाईँले म पुलिस फोर्सको विशिष्ट श्रेणीको मान्छे हुँ आइजी भएर झन्डै झन्डै चला मान्छे अन्याय परेर राजनीतिमा मान्छे हुँ मलाई थाहा छ देश कसरी चलाएको छ मान्छेले कसरी विचार बोक्छ तर तपाईँले म त्यहाँ गेटमा गएर बस्दा गरेर मान्ने बाहिर बसिरहेको छ अनि तपाईँले निस्किने ननिस्किने तपाईँहरू मान्ने आएर रिसिभर नआउनुपर्छ यो जिल्लाको अहिलेको 1 नम्बर मान्ने हो पार्टी जुन सिक्यो विचारले गर्ने हो यस्तो कुरा गर्नुहुन्छ तपाईँले सिकाउन खोज्नुहुन्छ मान्यलाई अपमान गर्ने म जनताको मतबाट जिताए मान्छे हुँ म कसैको उसले हो तपाईँले मत हाल्नुहोस् नहाल्नुहोस् मलाई सरकार छ तर जनताको मतले जिताउँ म र तपाईँको 5 वर्ष तपाईँको प्रतिनिधि हो तपाईँले गरेको हर काम गरी लेखा नीति खोजी गर्न सक्छु म त्यसो गर्नु हुँदैन तपाईँले रेस्पेक्ट सिक्नुहोस् है तपाईँहरूले विद्यालयको टिचरले सिक्नुहोस् म हिजो पार्टीमा भोट माग्न आउँदाखेरि म भित्र पस्न छिर्न चाहन्न थिएँ किन पार्टीको मात्रै थिएँ म हिजो म पार्टीको मात्रै तर अहिले त म मान्ने हुँ तपाईँहरू जस्तो हेडमास्टर त मैले कति देशभरि चलाएको हुँ के कुरा गर्नुभएको कस्तो कस्तो मान्छेहरू मेरो कमान्डमा बसेर काम गर्ने मान्छे हो तपाईँ म भित्र चिनेर जाँदाखेरि भित्र हेडमास्टर छ भने बाहिर फर्केर हिँड्नु पनि कुर्सीमा बसेन को त्यो कर्मचारी हो कि कुनको दर्जाको त्यो कुर्सी राखेर मैले सोधिसकेँ हेडमास्टर कहाँ हो भनेर भित्र हुनुहुन्छ त्यहाँ ढोका छैन मान्ने आउँदाखेरि त्यस्ता कुरा गर्नुहुन्छ सिकाउनुहुन्छ तपाईँसँग कुरै गर्दैन तपाईँको रेस्पेक्ट पनि चाहिएन मलाई कुरै पनि गर्दैन म तपाईँको विद्यालय तपाईँ चलाउनुहोस् तर कुनै दिन परेको बेलामा मान्ने सम्झिनु होला त्यति कुरा छ सबै कामहरू हामीले चाहिँ अहिलेको यहाँको तपाईँलाई भ्रम राष्ट्रिय पार्टीको भनेर तपाईँहरू काङ्ग्रेसीमा मेरो विद्यालय हो मेरो पनि जिम्मेवारी हो मेरो घर हो मैले यहाँ हेर्नु पर्ने म आफै बसिरहेको छु त अरू राजनीतिक सबै म फोर्सको मान्छे हो जनताले जिताएको मान्छे म विशिष्ट श्रेणीमा रिटायर भएको मान्छे मैले जान्दिनँ मैले कम बुझाएको होला म पनि देशमा 29 वर्ष विशिष्ट श्रेणीमा बसेर काम गरेको मान्छे हो फोर्स चलाएको एउटा संगठन एक्लै चलाएको मान्छे हो जथेर आए पनि जे भए पनि म मान्ने मेरो स्कुलमा माथि गएर बसौँ न भनेर टिचरले खेत प्रस्ताव हामीले यसरी गरेकोमा खेत प्रस्ताव पास गर्नु अनि मात्रै मलाई म त्यो सूचना पाएपछि मात्रै म होइन तपाईँले टिचर राखेर मान्ने आउँदा हाम्रो ध्यान नपुग्यो खेत प्रस्ताव पास गर्नु खेत प्रस्ताव पास अनि मात्रै तपाईँको विद्यालयमा छिर्ने तपाईँको कुरा गर्ने मेरो मान्छे बाबुले गएर टिचर गरेर उहाँ कुर्सी राखेको छ त्यतिकै बसिया छ मान्ने आएको झारपात जस्तो गरिरहेको छ कुनै कर्मचारी जस्तो गरिरहेको छ कर्मचारी आउने विशिष्ट श्रेणी कर्मचारी रिटायर गर्छ अहिले पनि 50,000 तलब खान्छ क्या सरकारले पेन्सन दिन्छ मलाई त्यत्रो तपाईँले बाटाघाटा बसेर थाहा पाउनुहुन्न भने के भन्नु नर्नु बाहिर त्यत्रो अरू पनि हुन्छ नि त तपाईँ यहाँ तपाईँ सबैजना हुनुहुन्थ्यो थाहा पाएर पुग्नु भएको माननीय भएर आउनु त्यसो भए उहाँलाई स्कुलमा रेस्पेक्ट भएन होइन सरी सुन्नुहोस् त्यसै हामी त पब्लिक हो नि अनि उहाँ कारणले गर्दा हामी केही बोल्न पाउँदैन पाइन्छ भन्ने कुरो माननीयलाई बताउनु होइन बताउनुहोस् मैले भनेको अहिले के हो सुन्नु न उसलाई स्कुलमा पुगेन हामी त यो पब्लिक हो नि त हामी त केही गुना चुकै थिएन हाम्रो पब्लिकको कुरा नसुने अनि किन हाम्रो हेरेर सरसरी जानु कि उहाँ कता बसेर पर्ने हो त पनि गरेर यो काम गर्ने चाहनु छैन 5 बोर्डले हो अरु पनि मैले ठीक छ भाइ किन सुन्नुस् हामीले जित्यौ भन्ने छैन सुन्न हामी जानकारी दिनु